हल्का रुगाखोकी ज्वरो अनि दोष दिन्छौ चिसो मौसमलाई। हरेक वर्ष जाडो सुरु भएसँगै लाग्ने रुगाखोकीलाई हामीहरूले सामान्य लिन थालिसक्यौँ। मौसम चेन्ज भएर हो, केही दिनमा ठिक भइहाल्छ भनिदिन्छौँ। तर के साँच्चै यसको कारण चिसो मौसम मात्र होला त? अनि हरेक वर्ष मौसम चेन्ज हुँदा रुगाखोकी झेल्नै पर्छ भन्ने जरुरी छ? त्यस्तो होइन। खास कुरा के हो भने मौसम चेन्ज हुँदा हाम्रो शरीरले आफै मौसमसँग एडजस्ट हुन खोजिरहेको हुन्छ। नयाँ टेम्परेचरमा अभ्यस्त हुन शरीरलाई केही समय त लाग्छ। यसका लागि शरीरलाई अरू सामान्य दिनहरूमा भन्दा बढी एनर्जी पनि चाहिएको हुन्छ अनि यही मौका पर्खिएर बसेका भाइरसहरू तुरुन्तै सक्रिय हुन्छन्, जसले गर्दा इम्युन सिस्टम कमजोर भइदिन्छ र हामी बिरामी पर्छौँ। धेरैले मौसमकै कारण चिसो लागेको हो भने पनि यसको मुख्य कारण भाइरस इन्फेक्सन नै हो। त्यसैले मौसम जसरी बदलिँदै जान्छ त्यसरी नै शरीरलाई पनि एडजस्ट हुन मद्दत गर्नुपर्छ। यसका लागि केही उपायहरू त छन्, तर त्यो चिसो लागिसकेपछि होइन, चिसो लाग्नै नदिनका लागि गर्नुभयो भने अझै राम्रो हुन्छ। न्यानो लुगा लगाउने त सबैलाई थाहा भएकै कुरा हो। त्यसपछि अर्को कुरा छ हल्का मनतातो पानी। मनतातो पानी नियमित पिउँदा घाँटी सफा र हाइड्रेट रहन्छ, जसले भाइरसलाई सक्रिय हुनबाट रोक्छ। अनि मौसम चेन्ज हुँदाको 2-3 हप्तासम्म कागती, सुन्तला, अम्बा, टमाटर जस्ता भिटामिन सी पाइने खाना प्रशस्त खानुपर्छ। यसले पनि प्रतिरोध क्षमता बलियो हुन्छ। अदुवा, बेसार, तुलसी, मह जस्ता प्राकृतिक चिजको मिश्रण सहित सुप पिउनु भयो भने पनि शरीरलाई थप सुरक्षा दिन्छ। अनि अर्को कुरा, 10-15 मिनट मात्र भए पनि घाम ताप्नुपर्छ। यदि काममा हुनुहुन्छ, हामी जस्तै अफिसमा हुनुहुन्छ भने पनि एकछिनको ब्रेक लिएर बाहिर निस्कनुहोस्, घाममा बस्नुहोस्। यसले शरीरमा भिटामिन डी बढ्छ। त्यसपछि स्वाभाविक रूपमा इम्युनिटी स्ट्रङ हुन्छ। साँच्चै हिटर चलाएर कोठा न्यानो पनि बनाउनुहुन्छ होला, तर ख्याल गर्नु, लगातार हिटर चलाउँदा कोठाको हावा ड्राई हुन्छ। यसले नाक र आँखामा असर गर्छ। त्यसैले कोठालाई हल्का न्यानो तर हावा चल्ने बनाउनुपर्छ। अनि बिहान साँझ हल्का नुन पानीले नाक सफा गर्ने वा सलाइन रिन्स प्रयोग गर्नु अझ प्रभावकारी हुन्छ, किनभने यसले नाकभित्रको धुलो, एलर्जी र भाइरस हटाइदिन्छ। त्यस्तै घर बाहिर निस्कदाको मात्र चिन्ता होइन, घरभित्र वा कोठाको हावा पनि स्वच्छ हुनुपर्छ। चिसो भए पनि दिउँसोको समयमा कोठाको झ्याल खोल्नुपर्छ। यसले एलर्जी ट्रिगर कम गर्छ। अनि पर्याप्त निद्रा त छँदैछ। तनाव कम गर्ने र इम्युनिटी बढाउने मुख्य आधार नै निद्रा हो। त्यसैले दैनिक 7 देखि 8 घण्टा सुत्नुपर्छ। याद राख्नुहोस् है, चिसो लागिसकेपछि होइन, लाग्नुभन्दा पहिले नै आफ्नो ख्याल गर्नुपर्छ।